एस यो हाम्रो सुदूरपश्चिम भनेको पहाडी क्षेत्र हो। यहाँ अनेक विकास छ भन्दा हर चिज पाइन्छ। फलफ्रुट भनेको सबै चिज पनि हुन्छ। अनि हजुरको यो निम्बु भन्छन्, चुक भन्छ, कागजी भन्छन्, दारिम भन्छन्, नासपति, आम सबै भने फलफ्रुट चिज पाइन्छ। यो भनेको यो बाघ, यो हाम्रो यो माथि रुख छ। यो गाइस सुदूरपश्चिम भनेको सबभन्दा सुपर जग्गा हो। यो हेर फलफ्रुट फुल भएको छन्, निम्बु लागेका छन्। माथि बस यो नासपतिको रुख हो। यो तल आलपोखरा भन्छन् त्यसलाई, यो त तिमुल भन्छन्, खनियो भन्छ, खड्को भन्छ, धेरै आम के दुनियाँभरको अग्रङ मग्रङ सबै वस्तु हजुर लगाएको हुन्छ। तर हाम्रो यो सुदूरपश्चिम विकासको मामलामा अलि पछाडि, राज्य धेरै पछाडि छ। यो गाइस रोड भन्दा रोड तामा पुरा रोडै रोड छन्। रोड साका भनेको त्यो मेन रोडबाट साका काटिएका छन्। अलि यो टुनी भन्छन् यसलाई, ठुल्ठुलो झार हुन्छ। टुनीको किम्मत पनि के भन्ने धेरै किम्मत हुन्छ टुनीको। यो सल्ला भन्छन् यसलाई, हिन्दीमा यसलाई चिड भन्छन्। रोडको माथिको भाग, रोडको तल त्यो अलि यो खेत हुन्, पहाडी खेत भन्छन् तल, यस्तो हुन्छन्। यो पहाडको बाटो पनि यस्तै छ। यो पञ्चायतले वडा उद्देश्यबाट छुटेको हिस्सामा भनेको हो। यो माथि दाइको घर छ। अलि फलफ्रुट पनि आएका छन्। यो आलपोखरा भन्छन् यसलाई। यो दाना पनि छन्। यो धेरै दाना छन्। यो फल धेरै आजको लागि भिडियो यही समाप्त गरौँ। भोलिको लागि अलि नयाँ हजुरहरूले लाइभ सबै गर्नु होला त म हजुरलाई नयाँ भिडियो बनाएर पठाउँला। हेलो गाइस, यो हाम्रो पहाडी क्षेत्र भनेको यो हो। यो त यो